नमस्कार, कनिचिवा मिनासान। आज म तपाईहरुलाई खान्जी दाइ नानाका हो खान्जीहरु कसरी याद गर्ने भनेर भिडियो बनाएर लिएर आएको छु। भिडियो अन्तिमसम्म हेरी च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला। जसले यसपालिको जेएलपीटी एन्फोको फर्म भर्न सक्नु भएको छ सबैलाई बधाई छ र तयारी चाहिँ मज्जाले गर्नु होला ताकि नेक्स्ट टाइम फेरि एक्जाम दिन नपरोस्। र यो भिडियोलाई चाहिँ जसले एन्फोको फर्म भर्नु भएको छ जापानिज भाषाको एक्जाम दिने तत्परमा हुनुहुन्छ त्यो सबै साथीहरुलाई शेयर गरिदिनु होला। आजको पहिलो खान्जी छ हाइरिमास। हाइरिमास भनेको के हो? भित्र पस्नु है, पस्नु भन्छ। हाइरिमासको खान्जी यस्तो छ। अब यसलाई कसरी याद गर्ने भन्दाखेरि चाहिँ एउटा टेन रहेछ, एउटा टेन रहेछ, टेनमा चाहिँ एउटा चेन हुन्छ। हामी त्यो टेन भित्र पस्न पर्यो भने चाहिँ यो चेन खोलेर पसिन्छ। चेन खोलेपछि हामी यसो खोपे परेर पसिन्छ है। जापानिजले यसलाई नै मोडिफाई गरेर हाइरिमासको खान्जी बनाएको छ। पहिला यो हेरौँ, यस्तो भयो। त्यसपछि यसलाई चाहिँ अलिकति मोडिफाई गरे तानेर यस्तो बनाइदिए। यही नै हो हाइरिमासको खान्जी, हाइरिमास। ठिक छ? ल चोकिमास, देमास। देमास भनेको बाहिर निस्क, भित्रबाट बाहिर निस्कन देमास भन्छ। देमासको खान्जी छ इची नि सान सी को। यस्तो छ। अब यसलाई नै कसरी याद गर्ने त है? अनि हाम्रो उमा छ या एक्जिट भनेर लेखेको हुन्छ। कसरी याद गर्ने? एक्जिट अनि यसरी एरो देखाइदिएको हुन्छ हैन? यसरी एरो दिन्छ, बाहिर निस्किन यो हो भनेर एरो देखाएको हुन्छ। अब यसलाई नै मोडिफाई गरेर जापानिजहरुले एक्जिटको खान्जी बनाए अथवा देमासको खान्जी बनाएको हो है। यसलाई नै मोडिफाई गरे यो लाइन छ हैन? त्यसपछि यो लाइन छ, यो लाइन भयो। अनि यो चुच्चो आएको आउँथ्यो नि, यो चुच्चो आएको छ त्यसलाई यसो बनाइएको चाहिँ देमासको खान्जी भएको है। यसलाई त्यही रूप भन्छ देमास। चुकिमास सी। सी भनेको के हो त? मार्केट है। मार्केटको खान्जी कसरी याद गर्ने? मार्केटको खान्जी छ यस्तो। अब यसलाई चाहिँ कसरी याद गर्ने? मार्केट भनेको के हो? बजार। बजारमा के हुन्छ त? ठुलो दोकान हुन्छ। त्यो दोकानको छत हो, दोकानको छत हो। बजारमा के हुन्छ त? यहाँ लाइन हुन्छ, यहाँ लाइन हुन्छ, यहाँ बिचमा मान्छे बाटो हुन्छ, यतापट्टि मान्छे हुन्छ, यतापट्टि बेच्न राखेको सामानहरु हुन्छ हैन? बेच्न चाहिँ सजाएर राखेको हुन्छ। यता मान्छे यसरी डुलेर चाहिँ के भन्छ सपिङहरु गर्छन् हो कि हैन? सपिङहरु गर्छन्। यसलाई नै अलिकति मोडिफाई गरेर जापानिजहरुले मार्केट अथवा सीको खान्जी बनाएको छ। यो घरको छत भयो, त्यो मार्केटको बजारको छत होला। त्यसपछि यो लाइन छ, यो लाइनमा दोकान सटर छ भनौँ न, यो लाइनमा सटर छ। यस्तो भयो। यो चाहिँ बाटो रहेछ, बिचमा बाटो। यता भित्रबाट पस्ने, यो चाहिँ बाहिर निस्किने होला यसरी हैन? त्यसपछि यहाँ भएको भए त यसरी इन्डिङ छ होला। इन्डिङ गरेर यो लाइनले इन्डिङ बनाइदियो, एउटा यसरी घुम्ने बनाइदियो हैन? यसरी नै मोडिफाई गरे जापानिजहरुले। यस्तो भयो, यस्तो भयो, यस्तो छ हैन? यति भयो जोडेपछि अनि यसलाई यसरी जोड्यो। यो नै हो सीको खान्जी अथवा मार्केटको खान्जी। चोकिमास माची। माची भनेको के हो? सहर हैन? माचीको खान्जी छ यस्तो। अब यो खान्जीलाई कसरी याद गर्ने भनेर म सिकाउन गइरहेको छु। यो भनेको के हो? हामीले पहिला पढिसक्यौं। यो भनेको के हो? खेत है। यो खेत हो, थाहा हुनु परिन्छ। यदि यो खेतमा मज्जाको बाटो छ हैन? ठुलो गाडीहरु हिँड्ने बाटो छ, चौबाटोहरु छ भने चाहिँ यो खेत पनि पछि के हुन्छ त? सहरमा बदलिन सक्छ। त्यही भएर चाहिँ जापानिजहरुले यसलाई नै मोडिफाई गरेर सहरको खान्जी बनाएको छ हैन? यसलाई नै मोडिफाई गरे। यो लाइन भनेको यो भयो, त्यसपछि यो लाइन भनेको यो भयो। यसरी माचीको खान्जी याद गर्न सक्छौं। चोकिमास मुरा। मुरा भनेको के हो? गाउँ अथवा भिलेज है। गाउँको खान्जी छ यस्तो। अब यो खान्जीलाई कसरी याद गर्ने भनेर म सिकाउन गइरहेको छु। यो भनेको रुख हो। हामीले पहिला पनि पढिसकेका छौं। यो भनेको रुख हो। त्यो रुखमाथि अथवा पछाडी चाहिँ मेरो गाउँ छ भनेर चाहिँ एकजना मान्छेले देखाए। त्यो कसरी के? त्यो रुख पछाडी मेरो गाउँ छ। यो चाहिँ के भयो त? यो हात हो, हातले देखाएको। यसरी चाहिँ भिलेजको खान्जी बनाएको छ है। मुराको खान्जी यो के भयो त? रुख भयो। त्यसपछि यो हातले देखाएको, यो हात हो, यो रुख हो, त्यो रुख पछाडी मेरो गाउँ छ। यसरी मुराको खान्जी याद गर्न सक्छौं। ठिक छ? चोकिमास आमे। आमे भनेको के हो? पानी पर्नु। आकाशबाट पानी पर्नलाई आमे भन्छ। आमेको खान्जी यस्तो छ है। अब यो खान्जी कसरी याद गर्ने भनेर चाहिँ सिकाउन गइरहेको छु। एउटा झ्याल रहेछ हाम्रो सिसाको झ्याल। सिसाको झ्याल यस्तो हुन्छ हैन? यस्तो परेको हुन्छ झ्याल। अनि यो माथि के हुन्छ त? यो चाहिँ पर्दा झुन्डाउने हुन्छ। यसलाई त्यसो सपोर्ट गरेको जस्तो भयो है। यस्तै टाइपको झ्याल हुन्छ हैन? अब हामी त्यो रुमभित्र छौं। रुमभित्र हेर्दाखेरि चाहिँ पानी परेको बेला हेर्दाखेरि यसरी पानी परेको देखिन्छ कि देखिँदैन? सिसाबाट बाहिर हेर्दाखेरि चाहिँ यस्तै देखिन्छ। यसलाई नै मोडिफाई गरेर जापानिजहरुले के भयो त? आमेको खान्जी बनाए। लेख्ने तरिका यस्तो भयो।
यस्तो सिधा त्यसपछि यसो गरेपछि हाम्रो खान्छे याद गर्न सक्छौँ। जोगेकीमा डेङ्कीको देन कसरी याद गर्ने? डेङ्की भनेको इलेक्ट्रिसिटी है। अब यसको खान्ची छ, यो हामी भर्खरै पढ्यौँ, आमे भयो, यो पनि पढेको हो, यो थाहा भयो, बारी भयो। त्यसपछि यस्तो गरेको छ, यही नै हो डेङ्की, देनको खान्ची अथवा डेङ्कीको खान्ची होइन। अब यो खान्ची कसरी याद गर्ने? पहिला पानी पऱ्यो, त्यो पानी चाहिँ हामीले खेतमा जम्मा गऱ्यौँ होइन, खेतमा जम्मा गऱ्यौँ, जम्मा गरेपछि एउटा पाइप बिछाएर चाहिँ हामीले के भन्छ त ड्यामतिर लग्यौँ, ड्यामबाट टर्बाइन घुमायौँ अनि इलेक्ट्रिसिटी निकाल्यौँ होइन। त्यही नै भयो, पानी पऱ्यो, खेतमा पानी जम्मा भयो, त्यो जम्मा चाहिँ पाइपबाट चाहिँ हामीले अथवा ड्यामतिर लग्यौँ, ड्यामबाट चाहिँ हामीले टर्बाइन घुमाएर चाहिँ हामीले इलेक्ट्रिसिटी निकाल्यौँ है। यसरी नै इलेक्ट्रिसिटीको खान्जी बनाएको छ, देन भनेको इलेक्ट्रिसिटी। लाइक चोकेको मास कुरुमा, कुरुमा भनेको के हो? काठको खान्जी के छ त यस्तो छ। ल यो कुरुमाको खान्जी कसरी याद गर्ने? के हो? चावल तार हुन्छ, कारको एक आपसमा जोडिएको हुन्छ होइन, बिचमा इन्जिन हुन्छ। अब त्यो इन्जिन पनि यसरी जोड्नु पऱ्यो होइन। अब यसलाई नै मोडिफाई गऱ्यो, यो लाइन यो भयो, यो लाइन यो भयो, त्यसपछि यो इन्जिन भयो अनि इन्जिनसँग यसरी जोड्यो। यही नै हो कुरुमाको खान्जी। जोगेकीमा उमा, उमा भनेको के हो? घोडा, घोडाको खान्जी छ चिरिन सान सी गो रोको चिची हाची पिउँछु। 10 रुपियाँमा चाहिँ लेख्न सक्नुपर्छ, यो हो उमाको खान्जी। अब यो उमा भनेको घोडा हो। अब घोडालाई सम्झ्यौँ, घोडा कस्तो हुन्छ? अब घोडा त 4 खुट्टे जनावर, यो अनुहार भयो, यो कपाल यस्तो हुन्छ कुद्दाखेरि, यो चाहिँ 4 खुट्टे जनावर भयो होइन। घोडा 2टा 3टा 4टा यो भयो, यस्तो आएर पुच्छर हुन्छ, यस्तै टाइपको हुन्छ घोडा होइन। त्यो मलाई हमारी जेउजी जारीमा छन्, एउटा जेउजी जारीमा छन्, त्यही भएर घोडा यस्तो टाइपको हुन्छ। अब यसलाई नै मोडिफाई गरेको हो। मोडिफाई गर्दाखेरि के भयो त? यो अनुहार छ अरे, यो एक भयो, यो टाउको एक भाग भयो, त्यसपछि यस्तो तानेको छ, यो कपाल एक निस्केको छ, 1 2 3 निस्केको छ होइन। त्यसपछि यो पुच्छरबाट यसरी आएको छ, पुच्छर यसरी भयो, त्यसपछि 4 खुट्टा छ, 1 2 3 4, यसरी उमाको खान्जी बनाएको छ। उमा भनेको घोडा हो। अब घोडाको खान्जी सम्झनको लागि चाहिँ हामीले रियल घोडा नै छ होइन। घोडाको कपाल यस्तो कुद्यो भने यसरी स्पिड कुद्यो भने के हुन्छ? कपाल फर हुन्छ, यो कपालतिर भयो, यसो घुमेर यो ज्यानदेखि अब यस्तो आयो, पुच्छर घुमेको भयो अनि यो चाहिँ 4 खुट्टा भयो होइन। यसरी हामीले घोडाको खान्जी याद गर्न सक्छौँ है। उमा जोगेकीमा एकी, एकी भनेको त्यो स्टेसन चिनी सान सी गो रोको सिची हाची पिउँछु। ल एकी भनेको स्टेसन हो, स्टेसनको खान्जी यो छ, कसरी याद गर्ने? पहिला पहिला स्टेसनमा के हुन्थ्यो? पहिला पहिला जनाउँदा गाडी थिएन, घोडाबाटै चलिन्थ्यो होइन। घोडा पनि घरसम्म पुग्थेन, एउटा स्टेसन चोक थियो, त्यहाँसम्म चाहिँ घरबाट बोकेर ल्याएर चाहिँ स्टेसनमा आउने अनि घोडालाई चलाएर चाहिँ घोडामा चढाएर चाहिँ अनि कता कता जानुपर्ने हो, लानु पर्थ्यो। त्यही नै छ, पहिला एउटा चोक थियो, चोकमा घोडा बस्थ्यो, चोक भयो, चोकमा घोडा बस्थ्यो, घोडाको खान्जी हामी पढिसक्यौँ, पिछे मी सान सी गो रोको सिची हाची पिउँछु। एउटा चोकमा घोडा बसिरहेको छ स्टेसनमा। अहिले स्टेसनमा गाडी ट्याक्सीहरू बसे जस्तो होइन, पहिला घोडा बस्थ्यो। अनि त्यो घोडालाई चढाएर कतै लानु पर्ने हो, हाम्रो घर यहाँ छ भने चाहिँ यहाँबाट हिँडेर चाहिँ मान्छेले बोकेर ल्याएर चाहिँ घोडामा चढाइदियो। भनेपछि के भयो त? यो मान्छे भयो, मान्छेले काँधमा बोकेको छ केही न केही एउटा सामान, ठिक छ, यो सामान, त्यही भएर यो एकीको खान्जी भयो। एउटा चोकमा के छ? घोडा छ, मान्छेले घरबाट काँधमा सामान बोकेर आयो, घोडामा चढाएर आफूले चाहेको ठाउँमा लग्यो, यो स्टेसन। स्टेसन पनि के हो? चोक हो, चोकमा त्यहाँ आएर चाहिँ हामी जहाँ चाह्यो त्यहाँ जान सकिन्छ गाडीमा चढेर, त्यसलाई पनि स्टेसन भनिन्छ। अब चाहिँ एकी भनेको के हो त? स्टेसन। घोडालाई पहिला स्टेसनमा घोडा बस्थ्यो, घोडालाई चढाएर हामी सामानहरू कता लानु त्यता लान सकिन्थ्यो। र जोगेकीमा आइसियाको स्या अथवा जिन्ज्याको ज्याको खान्जी कसरी याद गर्ने भनेर सिकाउन चाहन्छु। आइसिया भनेको कम्पनी, जिन्जा भनेको गुम्बा। यो खान्जी चाहिँ हामीले जहाँ जहाँ रेस्पेक्ट गरिन्छ, जस्तै आदर गरिन्छ, प्रार्थना गरिन्छ, त्यस्तो ठाउँमा चाहिँ हामीले यो खान्जी प्रयोग गर्छौँ। जस्तै खाइसिया भयो, जिन्जा भयो, त्योबाट स्याछो भयो, यस्तै यस्तै टाइपमा चाहिँ हामीले यो खान्जी प्रयोग गरिन्छ। जहाँ आदर गरिन्छ, जहाँ रेस्पेक्ट गर्नुपर्छ, जहाँ प्रार्थना गरिन्छ, त्यस्तो ठाउँमा चाहिँ यो खान्जी युज गरिन्छ। खान्जी के छ र भन्दाखेरि त्यस्तो छ है। अब यो खान्जी कसरी याद गर्ने हेर्नुहोस् त, यो हामीले यो खान्जी पहिले पनि पढिसकेको छ। यो माटो हो। अब किसानीलाई हेर्नु, यो माटो छ, किसानहरूले के गर्छ त? आफ्नो खेतीपाती गरेको
माटो चाहिँ उब्जनी बेसी होस् होइन, माटो मलिलो होस्, पानी चाहिएको बेलामा चाहिँ आकाशबाट पानी परोस् भनेर प्रे गर्छन्, प्रार्थना गर्छन् होइन। त्यही प्रार्थना गर्दाखेरि मनमा नै तिनीहरूले के चढाउँछ त, एउटा यस्तो भाँडामा चाहिँ, यस्तो टाइपको भाँडामा चाहिँ फलहरू चढाउँछन्, एउटा यस्तो चढाइ। अब यसलाई नै मोडिफाई गरेर चाहिँ जापानिजहरूले स्याको खान्छ बनाएको हुन्छ। हेर्नुहोस् त, यो लाइन तानिदियो, त्यसपछि यस्तरी आएको छ, यस्तो आएको छ, अनि यस्तो आएको छ, यहाँसम्म तानिदिएको लगभग। त्यसपछि फेरि यस्तो आएको छ, यो सिधा भयो, यसरी सिधा तानिदिएको छ, यस्तो सिधा तानिदियो, त्यसपछि यस्तो भयो होइन। यसको टाइपको यो भयो। मैले यो चित्र राम्रोसँग बनाउन आएन, मैले चित्र साइडमा हालिदिन्छु, त्यो याद गर्नु होला है। यो चाहिँ माटो भयो, ठिक छ। यसरी स्याको खान्छ याद गर्न सक्छौँ। स्या भनेको के हो त, जहाँ जहाँ हामीले आदर गर्नुपर्छ, जहाँ रेस्पेक्ट गर्नुपर्छ, जहाँ प्रार्थना गरिन्छ, त्यस्तो ठाउँमा चाहिँ यो स्या युज गरिन्छ है। पछि आउँछ यस्तो खान्जीहरू, पछि जोडिएर आउँछ, त्यसलाई चाहिँ हामीले अझ विस्तृत रूपमा जान्नेछौँ होइन। यो स्या चाहिँ जहाँ जहाँ हामीले रेस्पेक्ट गर्नुपर्छ, जहाँ हामी प्रे गरिन्छ, त्यस्तो ठाउँमा चाहिँ यो स्या प्रयोग गरिन्छ। र माटो छ, किसानहरूले के गर्छ, यो माटो मलिलो होस्, चाहिएको बेला पानी परोस् होइन, उब्जनी बेसी होस् भनेर प्रार्थना गर्छन्। प्रार्थना गर्दाखेरि चाहिँ यस्तो भाँडामा चाहिँ केही प्रसादहरू चढाउँछन्, त्यसलाई अलिकति मोडिफाई गरेर यस्तो बनाएको हो, यसरी याद गर्न सक्छौँ। र चुगेकी मास, अब हामी काप्को को पढ्दैछौँ। काप्को भनेको स्कुल हो, खान्जी यस्तो छ, काप्को को है। यो को कसरी याद गर्ने है, अब कसरी याद गर्ने म सिकाउन जाँदैछु। यहाँ रुख छ, यहाँ रुखको खान्छ, रुख रहेछ, रुखको छेउमा चाहिँ स्कुल रहेछ, स्कुलको खान्छ कसरी याद गर्ने, स्कुल रहेछ होइन, यो स्कुल भयो, हामीलाई स्कुल लेख्छौँ। अनि यहाँ चाहिँ बाबा लिनुभयो, बाबा चाहिँ लिन जानुभयो कि होइन, नानी अथवा छोरा चाहिँ स्कुल पढेको रहेछ। रुखको छेउमा भएको स्कुलमा चाहिँ बाबा लिन गयो। रुखको अब ठुलो रुखको छेउमा भएको स्कुलमा आफ्नो छोरा अथवा छोरी पढ्दो रहेछ। स्कुल सकिएपछि 4 बजेपछि बाबा त्यो स्कुलमा लिन गयो होइन। त्यसरी हामीले खान्छ याद गर्न सक्छौँ। रुख छ, स्कुलको छत भयो, यो चाहिँ बाबा भयो, ठिक छ। यसरी हामीले काप्को को याद गर्न सक्छौँ। चुगेकी मास, मिसे अथवा तेल है, मिसे अथवा तेल। मिसे भनेको यो दोकान, दोकानको खान्छ के छ त, यस्तो छ। अब यो कसरी याद गर्ने है, एउटा दोकान रहेछ, यो दोकानको छत भयो, यो दोकानको छत भयो है। त्यहाँ चाहिँ एउटा बास्केट रहेछ, बास्केटमा राखेर के रहेछ, यो बास्केटमा टमाटर पत्रमा धेरै चाहिँ टमाटरहरू चाहिँ बेच्न राखेको रहेछ कि होइन। अब जापानिजहरूले यसलाई नै मोडिफाई गरेर यो छत भनेपछि हामीले यो पनि छत हो, यो पनि छतै हो, हामीले बुझ्नुपर्छ। खान्जीको बेसिक टर्म्सहरू हो। अनि यो बट्टाले बट्टै बनाइदियो होइन। अब यो खान्जीमा त यो गोलो गोलो धेरै बनाउन मिलेन, यो चाहिँ के हो त, टोमाटो, टमाटरलाई टोमाटो भन्छ, टोमाटो भन्छ होइन। यो टोमाटोको लागि यहाँ टो लेख्दै जस्तै यस्तो पारेको थियो, अब टो भयो, यसले नै अलिकति चेन्ज गरिदियो फेरि, यसलाई चाहिँ सिधा बनाइदियो है। यसरी यो दोकानको खान्जी भएको हो, मिसेको खान्जी है, यसरी याद गर्न सक्छौँ, ठिक छ। र चुगेकी मास, गिङ्कोको गिन अथवा सिल्भरको खान्जी सिक्न जाँदैछ। गिङ्को भनेको ब्याङ्क हो, यसको खान्जी छ ची नि सान सी को रुको सिची हाची, अनि त्यसपछि योईको खान्जी छ। अब चाहिँ यो खान्जी कसरी याद गर्ने, अब चाहिँ कसरी याद गर्ने भन्दाखेरि एउटा मान्छेले छ ब्याङ्कमा गएर पैसा निकाल्यो है, यो चाहिँ पैसाको खान्जी हो, पैसा उखानेको खान्जी हो। त्यसपछि त्यसलाई भोक लागेको रहेछ, भोक लागेपछि खायो होइन, खाएपछि त्यसलाई फ्रेन्च के भयो त, वेल भयो होइन। यसरी हामीले यसरी सिल्भर अथवा गिङ्कोको खान्जी याद गर्न सक्छौँ। एउटा मान्छेसँग पैसा छैन रहेछ, साह्रै भोक लागेको रहेछ, ब्याङ्कमा गयो, गिङ्कोमा गयो, पैसा निकाल्यो, होटेलमा गयो, खाना खायो, त्यसलाई आनन्द भयो, पैसा होइन पेट भरेको छ भने त आनन्द आउँछ, त्यो चाहिँ आनन्द फिलिङ वेलको खान्जी हो, यो चाहिँ ओकान हो। यसरी हामीले गिङ्कोको गिन याद गर्न सक्छौँ। चुगेकी मास, ब्यो, ब्यो भनेको ब्योई अथवा ब्योकी, बिरामीसँग सम्बन्धित छ। ब्योकीको ब्यो र हस्पिटल ब्योईको ब्योको खान्जी याद गर्न चाहन्छौँ। यसको खान्जी छ यो हो ब्योको खान्जी। अब यो ब्योको खान्जीलाई कसरी याद गर्ने भन्छ, यो हस्पिटल भयो, हस्पिटलमा त यस्तो लेखेको हुन्छ, यहाँ हस्पिटल हस्पिटल भनेर लेखेको हुन्छ है। त्यही भएर यो माथिको चाहिँ यो त छत भयो, र छत भयो, यति भएको पनि छतै हुन्छ भनेपछि यो अलिक यस्तो छ भने चाहिँ हामीले हस्पिटलको छत रहेछ भनेर बुझ्नुपर्छ। हस्पिटलमा त के हुन्छ, बेडै बेड हुन्छ, बिरामीहरू आयो भने सुत्नुपर्छ, बेड हुन्छ। बिरामी आएर के भयो त, टाउको भयो, त्यसले खुट्टा चाहिँ फ्याँ गरेर सुत्दियो, यो हो। बिरामीलाई नै अलिकति चिसो नलागोस् भनेर चाहिँ एउटा तन्नल होइन ओढाइदिन्छ, ओढाएपछि यसरी सिधा जान्छ, अनुहार छोप्छ, यसरी मिलाएर चाहिँ जापानिजहरूले यो भयो, यो चाहिँ बेड भयो, यो चाहिँ टाउको यसरी
सिरक अथवा के अरे छोपेको अनि यो भित्र चाहिँ यो खुट्टा चाहिँ त्यहाँ गरेर बसेको छ। यही नै हो हस्पिटल अथवा बेहोरीको ब्यो। यसरी याद गर्न सक्छ। ठिक छ। र चोगेकी मास ब्यो इनको खान्जी हामी सिक्न जानेछौँ। ब्यो इनको खान्जी यस्तो छ। अब यो खान्जीलाई कसरी याद गर्ने? ब्यो इन भनेको हस्पिटल हो। हस्पिटलमा बिरामीहरू जान्छ। अहिले हस्पिटलको छत भयो। बिरामीहरू जान्छ, डक्टरले चेकअप गर्छ, एक्सरे गर्छ, दुनियाँ थरी गर्छ अनि औषधि दिन्छ। औषधि दिएपछि के हुन्छ त? मान्छे जाती हुन्छ। जाती ठिक हुन्छ भनेपछि स्वास्थ्य भइन्छ। यो स्वास्थ्यको खान्जी हो। स्वास्थ्य भएपछि त हामी हस्पिटलबाट निस्किनुपर्छ। यो हस्पिटल त बसिँदैन होइन। हस्पिटलबाट निस्किनुको लागि अब बेडसिटहरू सबै बाँधेर चाहिँ त्यो चाहिँ कहाँ जान्छ त? स्टेसनमा जान्छ। त्यो चाहिँ बस स्टेसन हो क्या। ठिक छ। हस्पिटल गयो, डक्टरले उपचार गर्यो, मान्छे जाती भयो, डेङ्गी भयो। डेङ्गी भएपछि हस्पिटल बसिँदैन, घर फर्किनुपर्छ। आफ्नो सामान बोकेर त्यो भएर बस स्टपमा गयो, बस चढेर घर आयो। यसरी हामीले ब्यो इनको खान्जी याद गर्न सक्छौँ। ठिक छ। अब चाहिँ ब्यो इन लेख्नु पऱ्यो भने चाहिँ हामीले कति सजिलो हुन्छ त? हेर्नुहोस् है यहाँ। ब्यो भनेको बिमारी हो। बिमार भएपछि हस्पिटल जानुपर्छ। पछि हस्पिटल हो। हस्पिटलमा बेड हुन्छ। बेडमा गएर हामी सोधिन्छ बिरामी भएपछि यो भन्नु। हस्पिटल गएपछि डक्टरले चेकअप गर्छ। चेकअप गरेपछि के हुन्छ त? हामी स्वास्थ्य भइन्छ। स्वास्थ्य भएपछि हामी स्टेसन बस भएकोतिर फर्किनुपर्छ, आउनुपर्छ। अनि यो बस स्टेसन हो। यसलाई बस स्टेसन मानिन्छ। यही नै हो हस्पिटलको खान्जी है। त्यसरी हामीले याद गर्न सक्छौँ। त्यसरी नै हामी ब्यो कसरी लेख्ने त? ब्यो भनेको त बिरामीसँग सम्बन्धित छ भनेको छ। ब्यो भनेपछि हस्पिटलसँग सम्बन्धित हुनुभयो ब्योको खान्जी होइन। यो भयो ब्यो। अब कि भनेको हामीले पहिला नै याद गरिसकेका छौँ। यो भयो ब्यो कि। यसरी हामीले सुरुमा चाहिँ एकवटा खान्जी पढ्यो। त्यसपछि बिस्तारै जाने भएपछि चाहिँ के भयो त? त्यो खान्जी मिलाएर हामीले शब्दहरू बनाउने। यसरी हामीले खान्जी पढ्दाखेरि चाहिँ सजिलो हुन्छ र इन्ट्रेस्टिङ पनि हुन्छ है। ठिक छ। आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो? मन पऱ्यो भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक कमेन्ट र साथीहरूलाई सेयर पनि गरिदिनु होला। आजलाई यति नै। नमस्ते।